पूर्व र दक्षिण दुई साइड खुल्ला भएको 3.5 आना जग्गामा बनेको सस्तोमा आलिसान घर, त्यो पनि सार्वजनिक बस चल्ने बाटोबाट 100 मिटर भित्र, हजुरको 2टा बेडरुममा फर्निचर सहितको रहेको, 13 फिटे बाटोको एक्सेसमा रहेको, खानेपानी ढलको सुविधा भएको यस्तो राम्रो घर हजुरले प्रवेश गर्ने बित्तिकै एउटा कार पार्किङ गरेर 2-4वटा बाइकहरू राख्न मिल्ने पार्किङ स्पेस भएको, ग्राउन्ड फ्लोर 1 BHK फ्लाइट भाडामा दिन मिल्ने रहेको छ, जुन मैले हजुरलाई देखाइन। भर्याङको पार्टमा ग्रेनाइट लगाएको काठको रेलिङ भएको यो घर तपाईँले फर्स्ट फ्लोरमा भने एकै फ्लोरमा किचन, लिभिङ र डाइनिङ हल पाउन सक्नुहुन्छ। यो रह्यो हाम्रो किचन डाइनिङ भने, सँगै तपाईँले यो पाउनुभयो लिभिङ रुम जुन चाहिँ टिभी क्याबिनेट सहितको रहेको छ भने, सँगै तपाईँले एउटा बेडरुम पनि रहेको छ जुन चाहिँ अट्याच बाथरुम सहितको रहेको छ भने, तपाईँले योभन्दा माथि टप फ्लोरमा गएपछि टोटल 3वटा बेडरुमहरू पाउन सक्नुहुन्छ भने 3टा मध्ये 2टा बेडरुममा चाहिँ तपाईँले फुल फर्निचर सहितको हुने, एउटा बेडरुममा चाहिँ अट्याच बाथरुम सहितको रहेको, प्रत्येक रुममा चाहिँ पार्केटिङ हुने, अहिले फिनिसिङको क्रममा रहेको, प्रत्येक रुममा घाम लाग्ने यस्तो राम्रो घर साना गाउँ भाटबडिङदेखिबाट लगभग 500 मिटरको डिस्टेन्स, टिकाथलीमा रहेको, सार्वजनिक बस चल्ने बाटोबाट 100 मिटर भित्र रहेको, माथि छतमा गएपछि नि ओपन टेरेस सहितको एकदमै स्पेसियस छत रहेको। मूल्यको कुरा गर्नुहुन्छ भने 3 करोड 15 लाखमा पनि मूल्य केही मिलाएर दिन सकिने यो घरको बारेमा थप जानकारी लिन चाहनुहुन्छ र साइट भिजिट गर्न चाहनुहुन्छ भने तत्काल स्क्रिनमा रहेको नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। हस् त, धन्यवाद।